धन्यवाद साथी हो। यो भिडियोमा हामी हेर्छौं कि तपाई पहिलो पटक यदि अब जग्गा नाप्नलाई जाँदै हुनुहुन्छ, कसैको जग्गा फर्स्ट टाइम छुट्याउन जाँदै हुनुहुन्छ भने तपाईले के कुरामा ध्यान दिनुपर्छ हैन। त्यो चाहिँ सबभन्दा पहिला यसमा मुख्य कुरा भनेको तपाईलाई नाप्नलाई यहाँ चाहिँ चाहिएको त्यो व्यक्तिको के हेर्नु पर्यो त तपाईले लाल पूर्जा हेर्नु पर्यो। लाल पूर्जामा उसको कति नम्बर किता छ र उसले तपाईलाई लगेर अब जस्तो उदाहरणको लागि मानौ उसको जग्गा यो जग्गा चाहिँ रहेछ, यो जग्गा उसले आफ्नो जग्गा भनेर देखायो, लगेर गरामा तपाईलाई देखाउँछ। त अब यो जग्गा तपाईले ठीक छ कि छैन उसले देखाएकै जग्गाबाट चाहिँ नाप्नु के हुन्छ त उपयुक्त हुँदैन। धेरै कुराहरु चाहिँ यसमा पहिलादेखि हामीलाई थाहा हुनुपर्छ। यतिकै यो नक्सा लगेर अनि मान्छेले जहाँ देखायो त्यहीबाट नाप्दाखेरि हाम्रो काम के हुन्छ त गलत हुन्छ र यसले हाम्रो पेशालाई चाहिँ के गर्छ त नराम्रो रूपमा चाहिँ प्रस्तुत गर्छ समाजमा। त्यो भएपछि सबभन्दा पहिला तपाईले कुनै ठाउँको जग्गा चाहिँ छुट्याउन जाँदाखेरि फर्स्ट टाइम के तपाईलाई थाहा हुनु पर्यो त जुन नक्सा तपाईले लिएर जाँदै हुनुहुन्छ त्यो नक्सा चाहिँ कति स्केलको छ हैन। जस्तो यो स्केल भयो, स्केल 1:1200 हुन सक्छ हैन, 1:2500 हुन सक्छ, त्यो चाहिँ स्केल हुनु पर्यो। अर्को कुरो जुन यो किता नम्बर उसले देखाइराखेको छ, मानौ यो हाम्रो किता नम्बर भयो हैन। यो एक उदाहरणको लागि मानौ यो 143 नम्बर किता राखिराखेको छ। यो 143 उसको पूर्जामा तपाईले हेर्नु पर्यो कि जुन जग्गा लिन खोजेको छ त्यो चाहिँ 143 नम्बर किता, जस्तो यो किता त्यो व्यक्तिको चाहिँ लाल पूर्जामा छ कि छैन, लाल पूर्जामा हेर्ने। र लाल पूर्जामा इन केस अब त्यो सम्बन्धित गाउँ हैन, गाविस जुन नापी हुने बेलामा जुन गाविस हुन्छ, अहिले त अब फरक भइसकेको हुन्छ, त्यो गाविस त्यही वडा नम्बर 1, 2, 3 क 4 क यस्तो हुन्छ, त्यो वडा नम्बर भिराउने। त्यो भएपछि अब मानौ यो किता नम्बर भिडिसक्यो, किता नम्बर भिडिसकेपछि अब यो नक्सा लिएर तपाई सर्वप्रथम जानुहुन्छ त्यो जग्गामा। जग्गाधनीले मानौ तपाईलाई जग्गा देखायो, देखाइसकेपछि तपाईले के कुरामा ध्यान दिने त हैन। त जाने बित्तिकै तपाईले अब त्यो जग्गा मानौ यो तपाईलाई देखायो, अब यही जग्गाबाट तपाईले के हो त यही जग्गाबाट तपाईले नापी सुरु गर्ने होइन कि पहिला चाहिँ यो तपाईले नक्सालाई कुन दिशातर्फ चाहिँ उत्तर दिशातर्फ चाहिँ फर्काउनु पर्छ। यसलाई उत्तर दिशातर्फ फर्काएर अनि यो फर्कायो भने जब सबै जग्गाको सेप र त्यहाँ चाहिँ ग्राउन्डमा यस्तै खालको आलीहरु देखिनु पर्यो। सबभन्दा पहिला तपाईले त्यहाँ के थाहा हुनु पर्यो, यो जुन नक्सा तपाईले लिएर जानुभयो यो किता नापीको नक्सा हो, त यसमा तपाईले अब यो सार्वजनिक जग्गाहरु जस्तो बाटो, खोला, नाला यिनीहरु चिन्न आउनु पर्यो। यो किता जस्तो यो सिमानाहरु छ, यो भनेको लगभग के भयो त गरा भयो, किताको चाहिँ सिमानाहरु भयो, कुनै चाहिँ गरा होला कुनै जग्गामा नहोला। तैपनि के छ त जस्तो यो जग्गा तपाईले त्यहाँनिर उले लगेर देखायो भने तपाईले यही जग्गाबाट नाप्ने होइन कि यो नजिकमा यसको नजिकमा बाटो, कुलो, खोला, खोल्सी केही छ भने त्यसको सेप चाहिँ योसँग मिल्छ कि मिल्दैन। अब खोलाहरु त सरेको हुन्छ तैपनि बाटोहरु त धेरै सरेको हुँदैन। अब जस्तो यो मानव जग्गा नाप्नु छ भने यसको नजिकमा यस्तो बाटो देखियो, तपाईले ग्राउन्डमा जाने बित्तिकै यसको चाहिँ अलि पर गएर यो बाटो चाहिँ छ कि छैन यस्तो सेपमा त्यो भेरिफाई गर्नुपर्छ। जस्तो यहाँनिर हेरौं त यो चाहिँ बाटो दुईतिर गएको छ, यस्तै ठाउँ त्यहाँ जग्गामा लगभग हुनु पर्यो। यो यसरी चाहिँ मोड आएको छ कि छैन त्यो हेर्नु पर्यो। कहीं के हुन्छ त यसमा नभएका बाटोहरु पनि यसरी बाटो मान्छेले निकालेको हुन्छ, पछि गएर नापी भइसकेपछि त्यो यसमा नहुन सक्छ। तर चाहिँ एज अ होल हामीले के हेर्नु पर्यो त सार्वजनिक जग्गाहरु यो सेपको छ कि छैन, यो सेपको छ भने मात्रै बुझ्नु पर्यो। यो सेपको यो चाहिँ बाटो छ अनि जस्तो यस्ता गराहरु छन्, ठुलो यो जुन गराहरु देखाएको छ यस्तो सेपको यो नजिकमा गराहरु छ, यस्तो यो जस्तो यो बाटो देखाएको छ यस्तै बाटो त्यहाँ छ भने यसको वरपर यस्तो यो सेपहरु मिल्छ, गराको सेप मिल्छ भने बल्ल हामीले बुझ्नु पर्छ कि यो चाहिँ ठीक जग्गा हो। नत्र तपाईले अब यो कुनै केसमा धेरै यस्तो पनि हुन्छ
कि जग्गा धनी लिएर जान्छ अनि ल यही गरा हो भन्यो अनि त्यही गरामा आफ्नो क्षेत्रफल नाप्दियो बस भयो, न वर हेर्यो न पर हेर्यो। त्यो पछि थाहा के हुन्छ कि होइन यो त जग्गै रहेनछ, यो त अर्कै ठाउँमा छ यो जग्गा। त त्यसरी भुल गर्नबाट, त्यस्तो ठुलो ब्लन्डर गर्नबाट बच्नलाई के गर्नु पर्यो त, पहिला जहाँ सुकैको नक्सा लिएर जाँदा त्यही ठाउँ होइन कि त्यसको चाहिँ वरपरको जग्गा, सार्वजनिक जग्गाहरू भयो, कुवा छ, खोला छ, खोल्सी छ, इनार छ, त्यस्तो केही छ होइन भने तिनीहरूबाट बाटो छ भने त्यस्तो चाहिँ चिजहरूबाट पहिला के गर्नु पर्यो, हामीले त्यो किताहरूबाट पहिला छुट्याउनु पर्यो। अब यो सेप मिलिसकेपछि त्यसपछिको चाहिँ हाम्रो काम के हुन्छ त, जस्तो यहाँ चाहिँ साबिक जुन यो नक्सा बनेको बेला छ त्यो बेलाको कुनै किता छ, पुरानो किता। जस्तै यही हामी हेरौँ 150, 147, यहाँ 447 छ। त यो भनेको के भयो त, 150, 51 यो भनेको साबिक किता भयो। यो नापी हुने बेलाकै किता हो। त यो गराहरू प्राय यो चाहिँ मिल्छ। त यस्तो सेपको चाहिँ त्यहाँ गरा, जस्तो यो जग्गा उसले देखायो, यो देखाएपछि योसँग चाहिँ 1-2 किता नजिक चाहिँ यस्तो गरा छ कि छैन त्यो हामी हेर्नु पर्यो। कुनै कुनै केसमा के होला त, यो र यो जग्गा एउटै छ भने यो यहीँसम्म आएको हुन्छ। त यसरी पहिला हामी के गर्ने त, यसको वरपर यस्तो सेपको जग्गाहरू छ कि छैन त्यो मिलाउँछौँ। अब मानौँ यो चाहिँ बाटो चाहे सार्वजनिक जग्गाहरूको पनि सेप मिल्यो। फर्स्टमा के गर्नुभयो त, तपाईले यो नक्सालाई उत्तरतिर फर्काउनु हो। उत्तरतिर फर्काएपछि के भयो त, यो सब जग्गा जस्तो छ तपाईको नक्सा त्योसँग मेल खान आयो। अब यदि यो ठाउँ चाहिँ ठिकै हो, उसको जग्गा यो चाहिँ वास्तवमा हो भने त्यसपछि के हुन्छ त, यो सार्वजनिक जग्गाहरू जस्तो सेपको छ त्यस्तो चाहिँ तपाईले दोस्रो नम्बरमा भिडाउनुहुन्छ। यही सेप चाहिँ यो सार्वजनिक जग्गाहरू भिडिसक्यो भने त्यसपछि चाहिँ के गर्ने हो त, यो जग्गाको वरपर कुनै चाहिँ यो साबिक किताहरू छ ठुलो खाले भने यस्ता गराहरू यो छ कि छैन त्यो हामी हेर्छौं गएर। अनि यहाँ यस्तो गराहरू पनि छ 3-4 वटा यसको चाहिँ अगल बगलको भने अनि बल्ल त्यसपछि हामी के गर्छौं त, जस्तो यहाँ साबिक किता हेर्छौं, पुरानो किता कुन हो, यो किता मानौ यो पुरानो हो भने यही नजिकैमा होइन कि यो यहाँबाट चाहिँ नापेर ल्याएर यसरी यो यहाँबाट यो कति छ, यो यहाँबाट कति छ यसरी चाहिँ हामीले हेर्नु पर्छ। जस्तो यो साबिक किता हो भने पहिला के गर्ने त, योबाट यसको सिमाना हेर्छौं यो मिलेको छ कि छैन, त्यसपछि चाहिँ यो सिमानाबाट यो हेर्छौं अनि त्यसपछि यो हेर्छौं अनि बल्ल चाहिँ फेरि यताबाट पनि के गर्नु पर्यो त, भेरिफाई गर्नु पर्यो यस्तो छ भने। अनि त्यसपछि जस्तो यो मानौ यता यहाँबाट तपाईले लिएर आउनु, यो पनि मिल्यो, यहाँदेखि यो पनि मिल्यो। अब थोरै होइन 1 फिट 1.5 फिट अब त्यो फरक नक्सा अनुसार चाहिँ फरक यस्तो चाहिँ छुट फरकहरू हुन्छ, त्यो भित्र छ भने के हुन्छ त, यो हाम्रो यो सेप पनि मिल्यो अनि यसको चाहिँ यो नक्साको आकार प्रकार र त्यही अनुसार जग्गा पनि मिल्यो भने हामीले के गर्नुपर्छ, त्यसपछि चाहिँ बल्ल यो जग्गाको हामी छुट्याउँछौं र ल यो जग्गा चाहिँ ओके छ भनेर भनिदिन्छौं। कति कुनै बेला के हुन्छ त, अगल बगलको कितालाई पनि यसैमा गाभेर मान्छेले भोग गरिराखेको हुन्छ अनि भन्छ होइन यो सबै मेरै जग्गा हो। त्यो केसमा के गर्नुपर्छ त, एक त त्यसको लाल पूर्जामा जग्गा हेर्नु पर्यो कति छ, नक्सामा कति छ त्यो हेर्नु पर्यो। भोग मात्रै गरेर केही पनि हुँदैन, नक्सामा उसको जति जग्गा छ त्यो मात्रै के हुन्छ त उसको जग्गा हुन्छ। त यस्ता कुराहरू हामीले राम्ररी ध्यान दियो भने नाप्ने कुरो चाहिँ त्यति चाहिँ गाह्रो छैन। र तपाईले अब कुनै मान्छेको रियल केसमा जग्गा नाप्न जानु भन्दा सकभर यदि प्र्याक्टिसको लागि हो भने तपाईले आफ्नै लाल पूर्जा नक्सा हेरेर पहिला आफ्नै खेतको गरामा गएर नाप्नुस्, प्र्याक्टिस गर्नुस्, 4-5 वटा तपाईको किताब पहिला हेर्नुस्। अरु साथीहरु जुन चाहिँ नाप्न गइराखेको छ उनीहरुसँग 2-3 पटक हुन्छ, जति पटक हुन्छ जानु, प्र्याक्टिकल फिल्डमा हेर्नु, तिनीहरुसँग सिक्नु अनि त्यसपछि बल्ल चाहिँ यस्ता कुराहरुमा हामी साथीहरुलाई एकजना कोही जान्ने साथीहरुलाई 1-2 पटक तपाई लिएर जानु अनि सँगै काम गराउनु, हेर्नु, इन्टरेक्सन भइसकेपछि मात्रै रियल काम गर्दा चाहिँ राम्रो हुनेछ।
र यो सर्वेयरहरूलाई सजिलो होस् भनेर यो भिडियो तयार गरिएको छ र यस्ता खाले भिडियोहरूको लागि यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्त साथीहरू, धन्यवाद।